हेलो साथीहरू, नमस्ते। म गरिमा। म यति चाँडो बिउजिने मान्छे त होइन भर्खर अब यहाँको टाइम चाहिँ 12 बज्दैछ। अहिले त मुस्लिमहरूको रमदान चलिरहेको भएर चाहिँ मेरो ड्युटी बेलुकाको 7:45 मा हुन्छ। अनि एउटा सामान अर्डर गरेको थियो, त्यो सामान आएछ होइन। त्यो सामान चाहिँ के हो म चाहिँ हजुरहरूलाई देखाउन गइरहेको छु। हस्, द फेस सप क्लिन ब्युटी भनेको छ है। अब यस्तो नि त, अब बढ्दो उमेर सँगसँगै होइन, अब पहिला त अब मुखै मात्र धोएर पनि हुन्थ्यो नि त। अब हाम्रो एज बढ्दै गइसकेपछि त हामीले स्किन केयरहरू पनि युज गर्नु पर्दो रहेछ भन्ने चाहिँ अब अनुहारहरू हेरेर थाहा हुन्छ होइन। त्यही भएर चाहिँ मैले चाहिँ अबदेखि चाहिँ आफ्नो केयर गर्नुपर्छ स्किनको भन्ने लागेर चाहिँ मैले अर्डर गरेको थिएँ है। मैले चाहिँ के अर्डर गरेको थिएँ भने, खुल्दैन त हो। यो चाहिँ बिल भइहाल्यो होइन। बिल त तपाईँलाई के देखाउनु। यो चाहिँ मेरो नाम लेखेर राखेको रहेछ। मेरो नम्बर र नाम गरिमा तामाङ भनेर। मैले चाहिँ होइन यो कोलोजिन भन्ने ब्रान्डको चाहिँ, यो चाहिँ कोरियन प्रडक्ट हो होइन। फर्स्ट टाइम युज गर्न गइरहेको छु। कस्तो हुन्छ के हुन्छ त्यो त मलाई पनि थाहा छैन होइन। द फेस सपबाट चाहिँ कोलोजिन पोमोग्रेनेट एन्ड कोलोजिन भोल्युम लिफ्टिङ टोनर भनेको चाहिँ, यो चाहिँ टोनर है। मैले अब फर्स्ट टाइम युज गर्न गइरहेको छु। अब यसको रिभ्यूहरू चाहिँ कस्तो हुन्छ म तपाईँहरूलाई चाहिँ युज गर्दै गइसकेपछि चाहिँ भन्ने छु है। यो चाहिँ मेरो कोलोजिनको टोनर। अनि अर्को भनेको चाहिँ सेम ब्रान्डको कोलोजिनै होइन, कोलोजिन ब्रान्डको नै कोलोजिनकै यो चाहिँ सेरम है, फेसमा लाउने सेरम। अनि अर्को भनेको चाहिँ यहाँ अब स्याम्पलहरू हालिदिएको रहेछ। यो के स्याम्पल हो। आई क्रिमहरू भयो, मोइस्चराइजरहरू भयो होइन। यसले सायद अब युज गरेर बिलिफ भन्ने ब्रान्डको रहेछ। कस्तो हुन्छ क्रिमहरू युज गरेर हेर्नु नि त सिस्टर। यदि मनपर्छ भने पछि लिनु होला भनेर भने। किनभने अलरेडी मसँग मोइस्चराइजिङहरू त थियो नि त। मैले चाहिँ मोइस्चराइजिङ चाहिँ मैले यो सेरावेको चाहिँ युज गर्ने गरेको छु कि। यो चाहिँ मलाई एकदम सुट हुने भएकोले चाहिँ मैले चाहिँ सेरावेको चाहिँ मोइस्चराइजिङ युज गर्छु होइन। मसँग चाहिँ टोनर र सेरम थिएन कि। अनि अब के युज गर्ने होला भन्ने सोचिरहेको भएर चाहिँ मैले चाहिँ यो ट्राई गर्नको लागि युज गरेँ। मोइस्चराइजिङ चाहिँ म सेरावेको नै युज गर्छु होइन पहिल्यैदेखि नै। अनि त्यसपछि सनस्क्रिन चाहिँ म यो लारोचेको सनस्क्रिन युज गर्छु होइन। यो चाहिँ अब एन्टी एजिङको लागि प्लस एन्टी एजिङ अनि त्यसपछि रिङ्कल्स र डार्क स्पटको लागि चाहिँ भनेर भनेको थियो होइन। मैले चाहिँ हेरौँ न त कस्तो हुन्छ भने युज गर्छु भनेर चाहिँ अस्ति नै मलाई अर्डर गरेको। जस मेरो स्किनलाई एकदम सुट भइरहेको छ है। अनि अर्को भनेको आई क्रिममा चाहिँ अब आई क्रिम पनि मसँग थियो, त्यही भएर चाहिँ मैले अर्डर गरेँ होइन। आई क्रिम चाहिँ अब एकदम फेमस, अहिले एकदम भाइरलमा गइरहेको छ नि त। यो सिल्ड 1988 को। मैले यसलाई रिभ्यूहरू चाहिँ राम्रो गइरहेको हुनाले चाहिँ मैले यसलाई चाहिँ ट्राई गर्ने कोसिस गरेर चाहिँ ल्याएको छु, लाउँदै पनि छु। मैले चाहिँ होस् यसको रिजल्ट चाहिँ राम्रै पाएँ होइन। किनभने मेरो पहिला यो आँखामा धेरै कालो थियो होइन। म सुत्न सक्दैन थियो। मलाई धेरै एन्जाइटीहरू भनौँ न, एन्जाइटी र स्ट्रेसहरू हुन्थ्यो। अनि त्यही भएर चाहिँ म धेरै सुत्न सक्दैन थिएँ राति। त्यही भएर चाहिँ मेरो यो आँखाको वरिपरि चाहिँ धेरै कालो भएको थियो। तर मैले जबदेखि यो युज गर्न थालेँ, अब टिकटकमा जति मान्छेहरूले पुरा रिभ्यू बनाउँछ नि, 3 दिन 7 दिन 6 दिनमै हुन्छ, त्यो चाहिँ होइन है। त्यो चाहिँ एउटा भनाइ मात्र हो। यसले चाहिँ इफेक्ट गर्नुलाई चाहिँ कम्तीमा पनि अब 1 महिना जति चाहिँ युज गर्नै पर्ने रहेछ। मेरो धारणालाई चाहिँ मैले युज गरे अनुसार चाहिँ मैले अहिले 1 महिना भयो यो युज गर्न थालेको। राम्रो इफेक्टहरू पाइरहेको छ। हस् त, आजलाई यति नै है। हजुरहरूलाई के कस्तो लाग्यो मेरो भिडियो कमेन्ट्स गर्न नभुल्नु होला। अब भनेको हामीले
आफ्नो केयर गर्नुपर्ने हुन्छ। यति दुःख गर्दैछौँ, कमाउँदैछौँ, कसको लागि हो र? सधैँभरि यता उता तल माथि दायाँ बायाँ भन्दै हामी चाहिँ स्पेसली छोरी मान्छे चाहिँ सोच्न थाल्छौँ नि। तर होइन, आफूले कमाइसकेपछि आफ्नो लागि पनि स्पेन्ड गर्नुपर्छ है। स्पेसली यदि तपाईँ हेल्दी लुक र कन्फिडेन्ट हुनुभयो भने अरू के चाहियो र हामीलाई होइन? त्यसैले बाई, टेक केयर।